ल लुबुको भाइरल रोड आयो। भाइरल रोड हेर्नुहोस्, भाइरल रोड। आज लाकुरी भन्ज्याङ घुम्न जान लाग्यो। म यहाँ भाइरल रोड सेल्फी रोडमा छु म यहाँ। अब यहाँबाट मासतिर लाग्ने हो। अब यहाँबाट अगाडि लाग्ने हो। मोबाइलमा माइक छैन, आवाज कस्तो आउँछ यसो हेर्दै गर्नु होला। यहाँबाट
बाटोको ताल हेर्नु त यहाँ पहिला ढुङ्गा सोलिङ गरेको रहेछ। यो टर्निङमा अलिकति गाडीहरू उक्लिन सजिलो हुन्छ भनेर यो सबै पानीले बगाइसकेको छ। ल हेर्नु, यो तपाईँको मेन यो बाटोमा जति ढुङ्गा पिच ढलान गरे पनि मेन यो पानी बग्ने कुलेसन नबनाउनु जेलसँग यो जति मजबुत तरिकाले बनाए पनि यस्तै हुन्छ। यो होटल ट्यारेस जाने बाटो, यो लामाटारबाट यो मनमोहन पार्क हुँदै होटल ट्यारेस निस्किने बाटो, हिउँदमा त ठिकै हुन्थ्यो के अरे, बर्खामा त यस्तो हुँदो रहेछ। डेन्जरै छ। बल्ल बल्ल आयो यस्तो त दुईटा टर्निङ काटेर तलबाट त आइयो। अब यता माथि चाहिँ साह्रै डेन्जर छ। यहाँ चाहिँ बाइक उक्लेला जस्तो लागेन मलाई। यस्तो ल हेर्नु, यस्तो छ बाटो। ल अब कसरी उकाल्ने हो? यो त जस्तो एक्सपिरियन्स मान्छेलाई नि पसिना छुट्छ हो यो बाटोमा उकाल्नु त। ल हेर्नु, ढुङ्गा सबै निक्लेर दुम्सीले खने जस्तो बनाएको छ। ल बाटोमा सबै माटो जति सबै पानीले बगायो, ढुङ्गा मात्र जिङ्रिङ्ग देखिरहेछ। अब कसरी लाने? यहाँसँग आइसक्यो। लाकुरी भन्ने गाउँमा अब 500 मिटर जति बाँकी होला मेन माथि हाइटमा पुग्नलाई। यहाँनिर अब कसरी लाने भयो? जसरी भए पनि लानै पर्यो। यहाँसँग आइसक्यो, लास्टै गाह्रो हुने भयो। स्कुलहरू त होइन, अस्पताल ए होटेलै होला। यहाँ पुलिस चौकी थियो नि, सारिसक्यो? यहीँ छ? यता पो राम्रो देखिँदो रहेछ। बाफ्रे, स्वर्ग स्वर्ग स्वर्ग। ल वाउ, अघि आएकोमा त्यो डाँडाबाट आएको। ल बाटो कम रिस्की रहेछ। यो आरोग्य हस्पिटल कि के भन्ने ठाउँबाट यहाँबाट यस्तो गरेर यो होटल ट्यारेस यतै पर्छ। यो रुखहरूले छेक्दो रहेछ। बाफ्रे, काठमाडौँमा घर कति हो? गुजु मुजु गुजु मुजु गुजु मुजु, घरै घर। ल कम राम्रो भ्यू छ। हिँड्दा त यति राम्रो देखिँदैन। लाकुरी भन्ज्याङ टप। ल यहाँ बाख्रा चरिरहेछ। बाख्रा कतिजना छन्? 1 2 3 4 5 6 7 8। ओहो बाख्राहरूलाई। ल बाख्रा फाइट गर्नुलाई। ल ल ल कसले जित्छ? ल ल ल कसले जित्यो? जित्यो जित्यो जित्यो। ल माउले जित्यो। माछा मेरो गाउँ। वाह, यहाँ आएपछि बाटोमा जे जस्तो अप्ठ्यारो भए पनि यहाँ आएपछि चाहिँ मनै आनन्द भयो। होला यही हेर्नको लागि दुःख गरी गरी बाटोमा जस्तो अवरोध भए पनि पार गरेर आइपुग्यो। हाम्रो नेपाल त स्वर्गै भयो यार। यस्तो भ्यू कहाँ, यस्तो ल्यान्डस्केप कहाँ विदेशतिर पाउँछ यार। खैरीहरू यही हेर्न त आउने रहेछ। हामीलाई यहाँ फ्रीमा हेर्न पाइएको छ। अरे के रहेछ यो बुद्धको मन्दिर जस्तो? मैले 2-4 वर्ष अगाडि आएको, धेरै चेन्ज भइसकेको छ यार यो ठाउँमा। बाटो पिच छ। ए सरर बाटो पिच भइसक्यो।